हेलो गाइजहरु हेर्नु न यस्तो रमाइलो ठाउँ वाउ वाउ गाउँ भनेको गाउँ नै हुन्छ गाइज हामी त हरि ओइ छामल हेर्नु न भ्लग बनाउँदै छु ओइ फोटो खिच्न बाजा ए यता चाहिँ हाम्रो छामा हुनुहुन्छ कस्तो लागिरहेछ छामा प्लिज भन्नु होला यस्तो रमाइलो छ हाम्रो छामा चाहिँ एकदम नाच्नु भएको कि यस्तो नाच्नु भयो हैन यहाँ चाहिँ पोखरी छ गाइस नाचेर पसिना यता हेर्नुस् पसिना लास्ट नाच्नु भयो हैन यस्तो रमाइलो ठाउँ छ हैन दिदी आज हाम्रो दिदीले चाहिँ चप्पलै फटाएछ कि यस्तो नाचेर है गाइजहरु यति नाच्यो कि पुरै छोड्दैन रात त नपिरो भएर कालै भइसक्यो क्या अहिले चाहिँ लास्ट चाहिँ मेरो मम्मी थाकेर त्यहाँ बसेर हैरान छ गाइजहरु यस्तो रमाइलो पुरै छोड्दैन रमाइलो त त्यो कस्तो लाग्यो गजब लाग्यो गजब खुब नाच्यो हैन अब यो मौका फेरि आउँछ आउँदैन थाहा छैन त्यही भएर हामी चाहिँ रमाइलो गर्दैछौँ कि यस्तै हो बाबु ल त थोरै ल सबैले देखाइदिए त हेलो 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 रमाइलो भइरहेछ होइन कस्तो राम्रो लाग्यो कि यस्तो हरियो छ कि होइन फोटो खिच्यौ म चाहिँ खिच्नै पाइनँ यो बाटो अलि त लामो लाग्छ यो हात दुखो के लान यस्तै हामी चाहिँ हिँड्दैछौँ त्यो त हामीलाई थाहा छ कि यार छामा आउने त छामा लोट परेर नाचेर नाचेर मलाई चाहिँ लुगा लाएर बोल्न नि भएको छैन खुट्टा दुखेछ हिँड्न नि भएको छैन गाह्रो छ मैले चाहिँ यो भिडियो एकदम राम्रो छ कि यो ठाउँ चाहिँ अनि म भोलि उता गयो भने पनि यस्तो मजाले हेर्न सकिन्छ नि त त्यही भएर अनि आज मजाले नाच्ने हो ठाउँमा हाम्रो छामा चाहिँ गीत गाउन नि लास्ट सिपालु हो अनि नाच्न नि सिपालु हो हाम्रो दिदी चाहिँ मोबाइलमा लास्ट बिजी हो टिकटक र भिडियो फोटो खिचेर होइन नाचेर राम्रो मिहिनेत यति नाच्छ कि पुरै छोड्नु यति नाच्छ कि बाबु त हेलो बहिनी रन्जिता हेलो नमस्ते भन्नु नमस्ते गरिदिए कि सबैले हेर्छन् क्या अहिले यस्तो हरियो के यस्तो रमाइलो वातावरण यस्तो मेरो फेसमा चाहिँ यस्तो फेस बिग्रियो ड्राई भएर जाने हावा पानी नमिलेर ल बाबु यस्तो हात दुख्दो रहेछ कि यस्तो एउटा यस्तो छोड्नु अब त्यो किन्छु है एउटा किन्नु उता पनि पछाडि पनि सबैलाई हाई भनिदेऊ न सबैजना मतलब के थाहा यिनीहरूलाई भला भन्ने हाम्रो दिदी चाहिँ लास्ट बिजी के फोनमा है बाजा बजाउने मान्छेहरू हिँड्दै गए हो म फेरि भलाको होइन हाम्रो बाबु यति ठुलो छ कि मैले यसरी फर्केर हेर्नु पर्छ कि गाइजहरु यस्तो दौडिने होइन त्यति साह्रो चाहिँ होइन ठिकै ठिक यस्तो रमाइलो भइरहेछ गाइजहरु उता देखा
हामी चाहिँ हिँड्दैछौँ कि यहाँ खासै गाडी नि पाइँदैन अघि चाहिँ हामी गाडीमा आएको ब्याक क्यामेरा खोल्नु न त यार अलिकति अलि माथि गरेर हाल्दै फेरि हामी चाहिँ हिँड्दै पनि हिँड्दै त अर गाडी आयो त फ्यात्तै गाडीमा फ्यात्तै चढ्नु हिँड्न पनि आन्द्रा बुढी निस्केला जस्तो भयो गाइसहरू के गर्नु है हिँड्नै पर्छ को आयो बाध्यता छ यस्तो बाइक आए पनि लिफ्ट माग्नुहुन्थ्यो है अब यिनीहरू चारजना मान्छे आइरहेछन् के बाइकले तान्ला त प्लिज गाइज लिभ मी फेरि यो बाइकले तान्छ अर्को तान्दैन हाम्रो गाउँको बसाइ गाउँको बसाइ चाहिँ यतापट्टि यस्तो देखेन यस्तो अब ब्याक क्यामेरा यस्तो हो हेर्नु गाइजहरू हाम्रोतिर चाहिँ यस्तो सल्लाह पाउँछ बाटो भने चाहिँ यस्तै हो गाउँको बाटो यस्तो हुन्छ नि त्यो सोल्टीको के कस्तो राम्रो आएको यहाँ न छिटो वा हामी दिदी बहिनी हो गाइस तर आज बुढी आमा जस्तो देखाएको छ कि लुङ्गी टी सर्ट नलाउने मान्छे मैले लुङ्गी लाउँथेँ होइन यिनीहरू लाउँदैन थियो कि मम्मी अहिले चाहिँ मैले लाउने भएको छ सबले लुङ्गी लगाएको छ अघि यो सास फेर्न नि गाह्रो के ओह्रालो पनि सास फेर्न गाह्रो तपाईँको यस्तो यस्तो झुन्डाउने म हो न यहाँबाट चाहिँ यहाँ ढुङ्गा देखाउनु कस्तो राम्रो देखाएको छ यस्तो ढुङ्गा हेर्नु न कस्तो राम्रो ढुङ्गै घर हो कि सल्लाह पनि त्यही छ हाम्रो चाहिँ सबै यतातिर होइन यो हो के माटो हिलो फर्केको कि त्यस्तो देखेँ दाग त्यही पाथो यार पाथो खानु फेरि के खानुहुन्छ यार यस्तै हो हामी चाहिँ रमाइलो गर्दैछौँ खै त मान्छे त्यो बजाउने मान्छेहरू खै त तिनीहरू कहाँ चाहिँ राजकोट बुझ्छ होइन होला कस्तो होइन र हो र अघि नै गयो घाँटीको परेर यस्तो गाह्रो पर्छ यतातिर नमस्तेको त नेतै चल्दैन के हेर्नु न हाम्रो यतातिर यो गाउँको नाम चाहिँ राजकोट हो गाइसहरू चोलाङ राजकोट अनि कुट्ने तातिर यतातिर चाहिँ हाम्रो घर नजिकै पर्छ के यो निसी खोला नै होइन निसी खोला 7 हो निसी खोला 7 हो यो चाहिँ हाम्रो घर नजिकै पर्छ हामी पूजा गर्ने चाहिँ यहाँ माथि हो होइन त्यस्तो रमाइलो भयो उहाँ पुगे खाना है तिनी रहेन र हामी नाच्दै नाच्दै जान्थ्यौँ नि होइन आफूको राजकुमार हो के गाइस मलाई चाहिँ घुँडा दुखेर हिँड्नै भएन हाँस्यो अहिले चाहिँ ओह्रालो भइहाल्यो आन्द्रा बुढी निस्को एउटा गीत गाइदेऊ न गीत गाइदेऊ त चस्मा लगाएर ल्याउ न चस्मा लाम एकछिन भइसक्यो मेरो हामी चाहिँ यस्तो रमाइलो हाम्रो दिदी बहिनी भयो भने त यस्तो रमाइलो गर्दै हिँड्छौँ होइन गाइजहरू हामी त यस्तै हो मान्छे चाहिँ बुढी भयो तर हामी त्यस्तो बुढी भएको अनुभवै हुन्न है दिदी यस्तै हो उता देखाएँ ऊ साथीहरू ठुली आमा खै त गयो के अनि काट्नु मिल्दैन र मिल्दैन कि त्यति चाहिँ हाम्रो चाहिँ नेचुरल भिडियो हो कि होइन यस्तै हो गाउँको काट्न मिल्छ क्या यस्तै हो मलाई एडिट गर्न काट्नु मिल्दैन फाने नमस्ते तँ बोल्ने बेला अस्ति तँ बोल्ने बेला ढिलो भयो त तपाईँ किन ढिलो जान्छ त कोही तँ बोलिने अर्कै जोर बाह्र मिल्छ कि त्यो अहिले त्यो के के हो यार अहिले कुरा गरौँ है त्यो कुरा चाहिँ अहिले गरौँ न गाइजहरु आज हामी मन्दिर प्रस्थान
गोठान गरेर पिरो भइसक्यो त भएर होइन बिदा मागेर अब घरतर्फ गएर फेरि नाचगानको सुरु हुन्छ अनि खानापिना होइन हामी सबैले त्यो भोज खाना बोलाएर हुन्छ गाइजहरू हाम्रो गाउँमा चाहिँ त्यस्तो चलन हुन्छ कि अनि बाजा तालमा नाचिन्छ हाम्रो चाहिँ आज लास्ट रमाइलो हुनेवाला सुन न भोलि चाहिँ तिम्रो टिका नभए पनि होइन नाच्नु त भइहाल्छ नि होइन त्यो बजाएर के माथि अब है भोलि चाहिँ हामी यस्तो रमाइलो गर्नेवालामा छौँ होइन हामी चाहिँ हामी ऊ पनि धेरै गाउँमा आउँदैन कि ऊ पनि कहिले काहीँ काम पर्ने बेला मात्रै आउने हो त्यही भएर हामी रमाइलो सबैजना दसैँमा भेट हुन्छ नि त अनि अहिले बसन्ती कोपिला पनि आउँला नि हामी चाहिँ यस्तो रमाइलो त्यही आउने अनि हाम्रो मम्मीकै गाइजहरू कहिले ननाच्ने मान्छे होइन मैले नाच भिडियो बनाइदिन्छु भनेर यस्तो बबाल नाचेन है सबैजना अनि सब हामी म चाहिँ नाचिनँ किनभने मलाई खुट्टा दुखेको थियो त्यही भएर हिजो चाहिँ मैले मम्मीको केराटिन गर्दै थिएँ कि अनि त्यही भएर उभे गरेर मलाई हात खुट्टा सबै दुखेको थियो अनि त्यही भएर के अनि लास्टै गाह्रो भयो के किनभने यहाँ आएर नि रुगाखोकी लाग्यो मलाई घाँटी त यस्तो एकदम चिसो खाएको है अनि त्यही भएर यस्तै हो हाम्रो जिन्दगी दिदी चस्मा ल्याउन एकछिनको गाइजहरूले चस्मा कालो चस्मा लगाएर गाइजहरूले चाहिँ यहाँ दिदीको चस्मा मागेर कलर कस्तो लगाएर चाहिँ मलाई कस्तो देखाएको छ हेर्नुलाई किनभने मैले चाहिँ चस्मा लिन बिर्सिँछु माथि चस्मा लगाएर फोटो खिच्नु पर्ने है तर एउटा फोटो नि खिचेन मैले चाहिँ खासै टिकटक नि बनाएन मलाई चाहिँ चस्मा खासै सुट गरेन क्या ठुलो रहेछ यस्तै गरमै अहिले गरम यार वहाँ पुगेछ तर हामी भेटाएकै छ बाजे बजाउनु अगाडि गइसक्नु भएको छ कि हामी उहाँहरूलाई भिडियो भने चाहिँ बजाउँथ्यौँ भनेर हामी चाहिँ नाच्दै हिँड्छ हजुरहरूलाई देखाउँछौँ है हामी चाहिँ नदौडिने यो छोरो दौडेर हेर्नु क्या मैले नदौडेर भने दौडे गर्छ क्या के गर्नु है हातमा समय राख्दा पनि हात दुख्यो त्यही भएर क्या यस्तो राम्रो सिन देखा न यस्तो पो हो त है गाउँ त गाउँ नै रमाइलो हो कि के गर्नु गाइज अब दुख्छ गाउँमा बसेर पनि गाह्रो छ होइन पैसा कमाइ हुँदैन गाउँमा जागिर पाउँदैन गाउँमा त्यही घाँस काट्यो दाउरा काट्यो आउँदैन है छोरो हो कि होइन हो त्यही भएर बजारमै बस्नु बाध्यता हो नि त होइन हाम्रो होइन कति राम्रो डग बोल्न छोरो के भन्ने हाम्रो कति जाइन्छ नि त त्यही बोल्न हामी चाहिँ भिडियो बनाएर चाहिँ छिटछिट हिँड्ने खाम होइन अरूलाई हामीले जितेर हिँड्ने खाने कान्छी थापालाई देखायो भने चाहिँ गीत गाउँछन् कि पक एकछिन रुक गाइजहरू म कहाँ मेरो छामालाई चाहिँ गीत गाउँ भन्छु ल कान्छी थापा गीत गाउनु भन्ने हो कि गीत गाउने एउटा के गीत गाउने जे गीत गाउनु हुन्छ ल गाइज मेरो दिदीको गीत सुन्नु है हाम्रो दिदी चाहिँ अबि यसको हिलो छ यता देख्नु म यता छैन नदेखा एकछिन यो त यो यत्रो मोटरसाइकल भ्यासै गर्नु होला मम्मीको गीत सुन्न भए यहाँ आएपछि पैते गर्नुपर्छ कम छिटो यहाँ गीत गाउनु हामी दौडेको त छ नि हामी कहाँ रोकेको छैन है छामा छिटो
हामी चाहिँ यस्तै हो छामा आमाहरूलाई मैले चाहिँ हजुर भन्न आउँदैन कि किनभने मैले सानैबाट तिमी भनेर भने माया गाइस माया त हो नि आमा रिसाउँछिन् कि फेरि छोरी बेटा अहिले होइ गयो सुर्ती खाने हो र तपाईँ गाइस यिनीहरू चाहिँ जो गरेर खान्नन् यस्तै हो सुर्ती हो सुर्ती खाएर फुर्ती दाँतै कालो छ मम्मीले देखा दाँतै कालो छ त्यहाँ के अरे मेरो ओठै कालो ओठै कालो छ त्यही लिपस्टिक लाएर है लिपस्टिक लाएर कालो भयो अहिले एक्जाम त होइन छाला देखा के भयो गीत गलकोटमा बग्यो दौरान ल एउटा गीत गाइदिनु न गाइदिनु ल एउटा गीत के गीत गाएको न भिडियोमा यहाँ हो के खायो चामल त छ ओ चामल यस्तै हो किन दुब्लाउनु भएको छ नि हाम्रो चामल त खतरा गीत गाउँछ नि एउटा गीत गाउन ल कस्तो भयो र किन लजा हो कतै भाइरल पो हुन्छ कि भिडियो भाइरल भयो नि त फेरि पुरै मिडिया आउँछ नि त अधिकार सामा गाउन प्लिज यस्तो राम्रो गाउँछ राजकोट भइसक्यो मेरो घरबाट मायालाई दिने फुल जस्तो जोबान भइसक्यो मेरो घरबाट गाई लास हान्छ हामी त यस्तै हो कि हामी त गाउँमा यस्तो हिँड्दा पनि यस्तो बबाल रमाइलो गरेर हिँड्छौँ कि बाबु ल ल सुर्ती आएर मुखै फुलाउनु पर्यो हो कहाँ त्यस्तो बोल्यो दौडे अगाडि एकछिन नदेखा न ल हामी त अझै कति बेला पनि पुग्छौँ है धेरै एक घन्टा लाग्छ अब तपाईँ कहाँ जाने हो नि एकछिनमा हामीले चाहिँ हाम्रो गाउँ पनि देखाउँछौँ है हाम्रो गाउँ पनि देखाउने हो तपाईँ जङ्गलमा जङ्गल पातली बस्छु अब कस्तो राम्रो हेर है हरियो हरियो न हरियो यस्तो राम्रो आएको छ त्यो यो भिडियो भयो स्टप अब अर्को